नमस्कार साथीहरू, आज म पूर्वी नेपालको सुन्दर पर्यटन स्थल कन्याम इलामको बारेमा केही जानकारी दिनेछु। पूर्वी नेपालको एक रमणीय स्थल कन्याम इलाम जिल्लामा अवस्थित एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो। यो ठाउँ आफ्नो हरियो चिया बगान, मनमोहक प्राकृतिक सौन्दर्य, शान्त वातावरण र समृद्ध संस्कृतिका लागि प्रख्यात छ। नेपालको दार्जिलिङ भनेर समेत चिनिने कन्याम नजिकैको भारतको दार्जिलिङसँग तुलनायोग्य सौन्दर्य बोकेको स्थान हो। हिउँदे घाममा हरियाली चिया बगानबीच सेल्फी खिच्न आउने लाखौं पर्यटकको रोजाइमा पर्ने कन्याम चिया उद्योग, जैविक कृषि, पूर्वी संस्कृतिको प्रतिनिधित्व गर्ने रमाइलो गन्तव्य हो। भौगोलिक अवस्थिति: कन्याम नेपालको पूर्वी भागमा पर्ने प्रदेश नङ 1 अन्तर्गत इलाम जिल्लामा पर्छ। इलाम बजारदेखि करिब 13 किलोमिटर दक्षिणमा माई नगरपालिका वार्ड नम्बर 4 मा अवस्थित यो स्थान समुद्री सतहदेखि लगभग 1450 मिटरको उचाइमा अवस्थित छ। यस क्षेत्रको हावापानी समशीतोष्ण छ, जसले यहाँ चिया खेतीलाई अनुकूल वातावरण प्रदान गरेको छ। कन्यामको आसपासका क्षेत्रहरूमा फिक्कल, श्रीअन्तु, मङ्गलबारे आदि बस्तीहरू रहेका छन्। इतिहास: इलाम चिया खेतीको इतिहास झण्डै 150 वर्ष पुरानो छ। विसन 1920 तिर इलाममा औपचारिक रूपमा चिया खेती सुरु गरिएको थियो। कन्याम चिया बगान भने 2018 सालमा औपचारिक रूपमा स्थापना गरिएको हो। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल चिया विकास संस्थान अन्तर्गतको कन्याम चिया बगान नेपालको सबैभन्दा प्रसिद्ध चिया उत्पादन केन्द्रहरूमध्ये एक हो। कन्याम क्षेत्र चिया उत्पादनको केन्द्र मात्र होइन, चिया संस्कृति, चिया पर्यटन र जैविक कृषिको अभ्याससँग पनि जोडिएको छ। समयक्रममा यहाँको सौन्दर्य र कृषि प्रणालीले पर्यटकहरूको ध्यान तान्न थाल्यो र अहिले यो स्थान एक चर्चित पर्यटकीय गन्तव्यमा रूपान्तरण भएको छ। प्राकृतिक सौन्दर्य: कन्यामको प्रमुख आकर्षण यसको हरियो चिया बगान हो, जुन डाँडाकाँडामा फैलिएको छ। बिहानको कुहिरोमा ढाकिएको चिया बगान साँझतिर सुनौलो घामको किरणले झिलिमिली भएको कन्यामको दृश्य एक अविस्मरणीय अनुभव प्रदान गर्छ। यहाँबाट सूर्योदय तथा सूर्यास्त हेर्न सकिने रमणीय स्थानहरू छन्, जहाँबाट एकैपटक पूर्वी नेपालका तराई पहाड तथा केही भाग भारतका क्षेत्र समेत देखिन्छन्। त्यसैगरी यहाँ रहेको माई खोलाको किनार, जंगलहरूको पैदल यात्रा, स्थानीय जातजातिका परम्परागत घर र बगैँचाले कन्यामको प्राकृतिक सम्पदामा थप मोह ल्याएको छ। पर्यटन र होमस्टे संस्कृति: कन्याममा पर्यटन उद्योग तीव्र गतिमा विकास हुँदै गएको छ। यहाँ वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन हुन्छ। होटेल, रिसोर्ट्स, होमस्टे र रेस्टुरेन्टहरूको राम्रो व्यवस्था भएकाले पर्यटकहरूले यहाँको सौन्दर्यसँगै संस्कृति र स्वाद समेत अनुभव गर्न सक्छन्। सन् 2010 पछि कन्याममा होमस्टे पर्यटनको विकासले नयाँ आयाम लिएको छ। स्थानीय लिम्बू, राई, मगर, गुरुङ लगायत जातजातिले चलाएका होमस्टेमा बसेर पाहुनाहरूले तिनका संस्कृति, परम्परा, खानपान, पोशाक र जनजीवनको नजिकबाट अनुभव गर्न पाउँछन्। चिया पर्यटन: कन्याम नेपालको चिया पर्यटनको केन्द्र हो। यहाँका बगानहरूमा पर्यटकहरू हिँड्न, तस्बिर खिच्न, चिया टिप्न, उत्पादन प्रक्रिया बुझ्न र सिधै ताजा चिया चाख्न पाउँछन्। यस्ता अनुभव विशेष गरी शहरी जीवनशैलीबाट थाकेका मानिसहरूका लागि अत्यन्तै रमाइला र शान्तिपूर्ण हुने गर्छन्। नेपाल सरकारले चिया पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले कन्याममा विभिन्न मेलाहरू पनि आयोजना गर्ने गर्दछ, जस्तै कन्याम चिया महोत्सव। संस्कृति र जातीय विविधता: कन्याम क्षेत्र विभिन्न जातजातिको बसोबास रहेको बहुसांस्कृतिक क्षेत्र हो। लिम्बू समुदाय यहाँको प्रमुख जाति हो, जसले आफ्ना मौलिक परम्परा र संस्कृति अझै जोगाइरहेका छन्। साकेला, चासुक तङनाम, उभौली उधौली, फगु आदि पर्वहरू यहाँ विशेष धुमधामले मनाइन्छन्। त्यसैगरी नेपाली भाषासँगै लिम्बू, राई, गुरुङ र मगर भाषाहरूको प्रयोग पनि यो क्षेत्रमा पाइन्छ। यहाँको मौलिक सङ्गीत, लोकनृत्य र परम्परागत वेशभूषाले पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ। खानपान र स्थानीय उत्पादनहरू: कन्याममा स्थानीय परिकारहरूको स्वाद लिन सकिन्छ। सिस्नुको साग, गुन्द्रुक ढिँडो, फापरको रोटी, मकैको खिचडी, लोकल कुखुराको मासु, तोङ्बा, च्याङ लगायतका हिमाली परिकारहरू यहाँ प्रमुख छन्। यहाँका चिया पसलहरूमा पाइने ताजा अर्ग्यानिक चिया पिउँदा यसको सुगन्ध र स्वादले हरेक पर्यटकलाई लोभ्याउँछ। त्यसैगरी स्थानीय कृषकहरूले उत्पादन गरेका अदुवा, अलैँची, लसुन अर्ग्यानिक तरकारीहरू बजारमा निकै लोकप्रिय छन्। अवसर र चुनौतीहरू: अवसरहरू: पर्यटन विकास: कन्यामले पर्यटन उद्योगमा ठूलो सम्भावना राख्दछ। यहाँको चिया बगान र प्राकृतिक सौन्दर्य अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सकिएमा विदेशी पर्यटकको संख्या उल्लेखनीय रूपले बढ्न सक्छ। रोजगार सिर्जना: पर्यटन, कृषि र होमस्टे सेवाको माध्यमबाट स्थानीय समुदायलाई रोजगार दिने अवसर रहेको छ। सांस्कृतिक संरक्षण: सांस्कृतिक पर्यटनले स्थानीय परम्परा, भाषा र चाडपर्वहरूलाई संरक्षण र प्रवर्धन गर्न सघाउँछ। अर्ग्यानिक कृषि: कन्याम र वरपरका क्षेत्रहरू जैविक खेतीका लागि उपयुक्त छन्।
चिया र अन्य अर्ग्यानिक उत्पादनहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य प्राप्त गर्न सक्छन्। चुनौतीहरू: पूर्वाधारको कमी, सडक, खानेपानी, ढल निकास, इन्टरनेट, स्वास्थ्य सेवा आदिको सुविधा अझै पर्याप्त छैन। पर्यावरणीय जोखिम: अव्यवस्थित पर्यटक आगमन, प्लास्टिक फोहोर र वनक्षय जस्ता समस्याले वातावरणीय असन्तुलन निम्त्याउने खतरा छ। नीतिगत अस्पष्टता: चिया उद्योग र पर्यटन क्षेत्रको दीर्घकालीन नीति नहुनु, लगानीमा अस्पष्टता तथा सरकारी समन्वयको कमी विकासमा बाधक भइरहेको छ। कन्याम भ्रमणका लागि उपयुक्त समय: कन्याम भ्रमणका लागि असोजदेखि फागुन महिनासम्मको समय विशेष उपयुक्त मानिन्छ। यो समयमा यहाँको मौसम सफा, सुन्दर र मध्यम जाडो हुन्छ। हरियाली चिया बगान, खुला आकाश र पर्वतीय दृश्यले यहाँको सौन्दर्य अझ निखारिएको हुन्छ। पहुँच र यातायात: कन्याम पुग्नका लागि झापा, बिर्तामोडबाट बस, ट्याक्सी वा निजी सवारी साधन प्रयोग गर्न सकिन्छ। बिर्तामोडदेखि कन्याम करिब 60 किलोमिटरको दूरीमा पर्छ। त्यस्तै भद्रपुर विमानस्थलबाट 1 घण्टाभन्दा केही बढीको यात्रा गरेर कन्याम पुग्न सकिन्छ। सडक विस्तारपछि यहाँको पहुँच सहज हुँदै गएको छ। निष्कर्ष: कन्याम इलाम नेपालको पूर्वी पहाडी क्षेत्रको एक रत्न हो जसले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, जैविक कृषि र पर्यटन विकासको अपार सम्भावना बोकेको छ। यहाँको चिया बगानले नेपाललाई अन्तर्राष्ट्रिय चिया बजारमा चिनाउन सहयोग पुर्याइरहेको छ भने यहाँको पर्यटनले स्थानीय समुदायको जीवनस्तर उकास्न भूमिका खेलेको छ। अझ व्यवस्थित पूर्वाधार, प्रभावकारी नीतिगत हस्तक्षेप र दिगो पर्यटन अभ्यास मार्फत कन्यामलाई विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ। यदि तपाईले कहिल्यै पूर्वी नेपालको सौन्दर्य नहेर्नु भएको छ भने कन्याम तपाईका लागि एउटा उत्कृष्ट सुरुवात हुन सक्छ। धन्यवाद साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। डाँडापाखा फुलै फुल्यो, ढाकेको पाखा मन पाखा, वसन्त आयो खुसीको लहरै छायो, मन भयो खुसीले गदा गदा। रातो गुराँस र डाँडीभरि फुल्छ, मगमग सरस सर चल्छ बतास, मनमुग्ध बनाउँछ यो प्रकृतिको मिठो आभास। आकाशको चन्द्रमा चाहिँ गुराँस फुल्यो भन्दैभरि, डाँडापाखा फुलै फुल्यो, ढाकेको पाखा पन पाखा, वसन्त आयो खुसीको लहरै छायो, मन भयो खुसीले गदा गदा। रातो गुराँस र डाँडीभरि फुल्छ, मगमग सरस सर चल्छ बतास, आतो गुराँस र डाँडीभरि फुल्छ, मगमग सरस सर चल्छ बतास।